घन्टीमै भोट नआर्नेमा मलाई अन्टी नै नभन। बाई बाई बा छोडिदिनु भन्छु हामी। अब केही सिधै छोडिदिनु। तपाईँ घरमा हरेराम जपेर बस्नु यसरी भन्छु हामी। अब हरेराम जप्ने बेला भएन। कांग्रेस पार्टी पत्ता साफ खेलमा आफ्नो काम गर खुलुखुलु। केपीएलले दिएको भत्ता खाएर रविलाई भोट हाल्ने भन्लान् फेरि आमा। त्यो दुनियाँलाई ठगेर ल्याएको पैसा दिइहाल्छ नि। मेरो खराब पानी छ मेरो खराब। त्यसो अब ओली प्रधानमन्त्री कि पर्छन् ल? हजुर ओलीलाई प्रधानमन्त्री बनाउन चाहनुहुन्छ कि पर्छन्? यो भातला बनाउँछन् प्रधानमन्त्री। त्यो भ्रष्टाचारी भातलाई केपी ओली चाहिँ चिन्नुहुन्छ नि? चिन्छु नि बाबु। उसलाई त हात मिलाएर उ त्यहाँ पर्दे मेरो भाइ राम्रो गर्नु ल भनेर पठाएको। तर सबै भ्रष्टाचार गर्नु, सुन व्यापार गर्नु, मान्छे व्यापार गर्नु, भोट हाल्ने भनेर बेच्नु भने आफू सुने त मेरो त उल्टो पो सुनेर दे। केपी ओली हेलिकप्टर चढेर भाग्यो तपाईँहरू सबैलाई थाहा छ? पालिम शाहबाट पनि यस्तै खालको बाटोमा रकेट चढ्नुपर्छ। रकेट भाइ रकेट। तपाईँ ओलीकै एरियामा बसेर केपी ओलीलाई झापादेखि के भन्न चाहनुहुन्छ? गदारी भन्न चाहन्छु। के चाहनु है यहाँका जनता सन्तुष्टि छैनन् ओलीबाट? कोही छैन कोही। है झोलेहरू त होला नि अब। झोलेहरू त होला नि अब। तपाईँहरू चाहिँ कतिको सन्तुष्टि हुनुहुन्छ केपी ओलीबाट? यो 0% सन्तुष्टि। 0% हामी मनका कुरा अब तपाईँले सोधेपछि नभन्दा पनि पापै लाग्ला।